हेलो गाइज, गुड मर्निङ सबैजनालाई। मेरो युट्युब च्यानलमा स्वागत छ होइन। हेर्दै गर्नु, भिडियोलाई लाइक सेयर कमेन्ट पनि गर्दै गर्नु होला। म चाहिँ अहिले खेतबारीमा आएको छु। बर्खा लाग्यो नि त होइन, बर्खा लागेपछि खेतमा काम गर्नुपर्छ। अब किसानको छोरा भइसकेपछि होइन। अनि हाम्रो खेत चाहिँ यही हो, ऊ त्यो ठुलो रुखदेखि यताको ऊ त्यो घरहरू भएसम्म छ हाम्रो खेत चाहिँ होइन। एउटा सिट हो फेरि एउटा लाइन। अनि म अहिले बिउबारीमा छु। अघि पनि आएर बिउ उखालेको थिएँ एकछिन, ड्याडी र मैले। अनि अहिले चाहिँ ड्याडी आउनु भएन, खाना खाएर चाहिँ म एक्लै आएको। अब 2-4 मुठा उखालेर जाने हो होइन। त्यही हो, म बिउ उखाल्छु होइन। के कस्तो कामहरू हुन्छ म देखाउँछु है त, के काम गर्छु मैले भनेर। घुम्न मात्रै जाँदिनँ त म, काम पनि गर्छु सबै। त्यही भएर हेर्नु होला, इन्जोय गर्नु होला। रमाइलो हुन्छ नि है खेतीको काम गर्न। त्यही भएर म यहाँ रमाइलो लिन आएको छु। यहाँ त तर बच्चैदेखि गरेको हो कि, थाहा पाएदेखि गरेको क्या मैले। त्यही भएर तर मलाई चाहिँ राम्रो लाग्छ है त। अब म बिउ खोल्छु। हेलो, मैले चाहिँ बिउ काटिसकेँ होइन। यहाँनिर चाहिँ बिउको मुठा आउने यति नै हो। खरवन यहाँको बिउ ब्याड खाली भइसक्यो सबै, किनभने यहाँनिर खरवन रोपेको थियो क्या अस्ति नै। अब यो चाहिँ 20-25 दिन पछाडि रोप्ने हुन्छ। यस्तो गऱ्यो भने चाहिँ धेर पानीहरूले खाल गराउँदै खाँदैन भनेर रोपेको क्या। अब यो खरवन चाहिँ यतापट्टि गरेको छ क्या खरवन, त्यही भएर यहाँनिर बिउ छैन। अनि आउने बिउ जति उखालिसकेँ मैले। अघि चाहिँ ड्याडी पनि आउनुभएको थियो। अनि यो खरवन चाहिँ अब 20-25 दिन पछाडि उखालेर रोप्ने हो फेरि होइन। बिउ उखाल्ने चाहिँ लास्टै झ्याउ लाग्छ क्या मलाई। खरवन यो यतापट्टिको चाहिँ सजिलो हुन्छ, तर यो ढाड चाहिँ धेरै दुख्छ होइन। उखालिसक्यो, बिउ सिउ उखाल्नु छ भने झापातिर आउनु होला। 12-13 रुपियाँ मुठा दिन्छन् होइन। यस्तै छ। आज बिउ उखाल्ने, भोलि धान रोप्ने हो कि पर्सि रोप्ने हो थाहा छैन, घर भिट्टामा हेरौँ। अब भोलि नेक्स्ट डे के कस्तो हुन्छ होइन। अहिलेलाई यति नै। अब नेक्स्ट डे हामी फेरि भेट्छौँ। हेलो गाइज, म अर्को दिन पनि आइसकेँ फेरि। कपाल सपाल चट्ट काटिसकेँ मैले होइन। अनि आज पनि हामी यहाँ बिउ उखाल्दैछौँ, ड्याडी र म भएर। मम्मीले पनि अघि एकछिन उखाल्नु हो। पानी धेर भएर यहाँ डुबिँदैछ बिउबारीमा। अब घाम भयो, अघिदेखि उखालेको। अनि यो अब यति एकछिनमा उखाल्ने, अलिक भरे बेलुका पखाएको साँझमा भनेर। अब अहिले चाहिँ घाम लाग्यो। अनि यो बिउ चाहिँ पानीमा लगेर राखिदिने हो। अब चट्टसँग उखालिन्छ, भोलि रोप्ने हो। असार 15 दही चिउरा खाने भनेर म यहाँ कपाल सपाल काटेर रेडी भएर आइसकेँ। कपाल चाहिँ काट्न मन लाग्दैन कि, त्यही पनि मैले काटेर चाहिँ आएँ। काम छ, हिँड्न जान आँटेको म फेरि घुम्न। त्यो पनि देखाउँछु तपाईँहरूलाई होइन। अहिले चाहिँ यति नै हो। अब यो बिउ चाहिँ पानीमा लगेर राखिदिनु पर्ने हुन्छ। चट्टसँग पानीमा लगेर राखिदिने यो बिउ। यहाँनिर हामीले पानीमा ल्याएर राखिदिइसक्यौँ बिउ होइन, एकदमसँगले। अब त्यति भए चाहिँ कमिला पर्दैन नि त, भोलि रोप्नु सजिलो हुन्छ। अब हाम्रो खाजा खाने ब्रेक। अब हामी खाजासाजा खाएर फेरि बिउ खोल्छौँ है त। अहिले यति नै। बर्खा लागेको छ गाउँभरि, यस्तो छ पानी। आकाशमा पनि पानी आउन आँटो, कालो बादल है त। बड़ा हरामी हो बेटा। The next day. हेलो गाइज, गुड मर्निङ। म आइसकेँ। धान रोप्ने दिन आज हाम्रो होइन। मोटर चलाएर आएको, पानी जाँदैछ मोटरबाट, पानी जाँदैछ। पानी निकालेर आएको, उठेर मुख धोएर लाइन जाँदै आउँदै गर्छ। फेरि मोटर चलायो, फेरि जान्छ, फेरि चलायो। त्यस्तो भइरहेको छ होइन। ट्र्याक्टर 5 बजे आउँछु भन्थ्यो, अहिलेसम्म आएको छैन। आज बिहान आकाशबाट पानी पर्दै थियो क्या। अनि मैले चाहिँ के सोचेँ भन्दाखेरि नि, अब पानी लाउनु पर्दैन आज भन्दै थिएँ म 3-4 बजी बिहानको। तर अलिकति पुगेको रहेछ, झन्डै झन्डै त पुगो पनि। बाहिर भगवान्ले हेरेँ क्या, बाबु तिमी काम नगर सुत भनेर। पानी खान पाएको छैन आज मैले। दिनको सुरुवातमा 1 गिलास मनतातो पानी नखाइदिएर चाहिँ हुँदैन होइन। त्यही भएर पानी खाँदैछु म चाहिँ। अब बिउ लिन जानुपर्ने खेत, अस्ति काटेको पर छ, त्यही हो होइन। पछाडि हाम्रो माताश्री घर पानी खाएर खेत जान्छु। म चाहिँ आइसकेँ नयाँ रुगा लाएर होइन। अब दसैँ हो नि त, अहिले त हाम्रो बर्खा लागेको छ टक्कसँग। अनि हाम्रो गाउँमा हेर्नु, यो सब जग्गा छ नि, यो सब होइन, यो आँखाले देखिन्छ। त्यहाँ यो खेती हो नि त। अब यहाँ सबले धान रोप्छन् क्या।
घर चाहिँ यतापट्टि छ सबको, खेत चाहिँ यतापट्टि छ क्या होइन। अनि हाम्रो चाहिँ योदेखि उतापट्टि छ क्या खेत, 2-4 घरको चाहिँ उता छ क्या, अलिक यो एरियामा ढिलो बसाइ आउनेहरूको क्या। तर आएको पनि 30-31 वर्ष भइसक्यो अरे होइन। म चाहिँ यति जन्मेको हो। अनि यहाँ चाहिँ सबजनाको खेती हुन्छ, यस्तो दामी देखिन्छ नि। अब यो धान हरियो फिर्छ नि, जरा लागो माटोले समातो भने अब हरियो हुन्छ नि त अब रुख बिरुवा, हो त्यस्तो भएपछि कस्तो दामी देखिन्छ क्या। त्यो पनि म देखाउँछु तपाईँहरूलाई होइन। त्यसको लागि चाहिँ अब 1-2 महिना 2-4 महिना लाग्छ। अनि हाम्रो घरमा आउने ट्र्याक्टर चाहिँ नि अहिले जोत्न उतै हो। अब यो दाइ कतिखेर आउँछन् मलाई थाहा छैन। हिजो चाहिँ 5 बजे आउँछु, पानीसँग लाएर रेडी पारेर राखेँ भन्दै थियो क्या। अनि त्यस्तै थियो। अब अहिले चाहिँ म बिउको मुठा लिनु हुनेको। अहिले त ट्र्याक्टर यहाँ घुमिरहेको छ। यो ट्र्याक्टरले पनि दरो कमाउँछ पो त अहिले खेतीमा। हाम्रै गाउँको मात्रै हो क्या यो दाइले भ्याउने। हिजो 10-12 बजीसम्म जोतिरहेको थिएँ, आज बिहानै 2-3 बजी 4-5 बजे उठेर जोत्छन् क्या। अब हाम्रोमा जोत्नको इसारा भइसक्यो, हाम्रो रेडी छ भन्ने मैले। अब जान्छन्। म नि खेत हिँडेको है। म चाहिँ हाम्रो खेत आइसकेँ होइन। यहाँ पनि त्यस्तै हो, यहाँ एउटा गाउँ छ, यता सबको खेती छ त्यही गाउँमा बस्नेहरूको। अनि त्यसमा हाम्रो पनि यो एउटा लाइन हो होइन। यता चाहिँ धेरै देखिन्छ तर यहाँ धेरै छैन, यही हो है। तर हाम्रो भात खानलाई चाहिँ नि गाई मरिँदैन क्या, त्यति चाहिँ छ। विदेशै जानु पर्दैन भातै खानको लागि चाहिँ। 2 वर्षलाई पुग्छ एकचोटि गऱ्यो भने, 1 वर्ष गऱ्यो भने। एकचोटि धान रोप्यो भने 2 वर्षलाई खानु पुग्छ। अनि म खेत आइसकेँ होइन। त्यही हो। अब यहाँनिर अस्ति काटेको बिउको मुठाहरू थियो, टक्क पहिला म आलीमा राख्छु। अनि आलीमा राखिसकेर त्यो पानी अलिक तैरिन्छ। अनि यहाँ प्लास्टिक छ, त्यो प्लास्टिक लाउँछु, नभए ढाडबाट सबै पानी छिर्छ होइन। अनि प्लास्टिक लगाएपछि डोकोमा बिउ हाल्छु। 20 मुठा जति छ। अब एकैचोटिमा अड्दैन डोकोमा, बोक्न चाहिँ सक्छ फेरि। अब 2 चोटि गरेर लान्छु म है त। हेलो गाइस, मैले मोबाइल डोकोमा अड्काएको छु। डोको लड्यो भने मेरो मोबाइल गयो। सिम सिम पानी पर्दैछ, बर्खाको महसुस राम्रो हुँदैछ। अनि यहाँ छ नि यो अब नयाँ आलीमा टक्क बिउ सिउ उखालेर बसेर गुन्द्रुक र चाम्रे खान कस्तो मजा आउँछ क्या। तपाईँहरूले त्यस्तो गरी खानुभएको सक्छ छैन कमेन्ट गर्नु होला होइन। मैले चाहिँ खाएको त्यस्तो होइन, दामी मजा आउँछ। सिजन अनुसार सिजनको काम त गर्नु पर्यो नि त होइन। यसरी टक्क बसो, यहाँनिर आली लगाएको हुन्थ्यो। अनि हल्का पानी आइरहेको छ अहिले पनि होइन, यस्तै हुन्थ्यो। अनि टक्क गुन्द्रुक चाम्रे सिन्कीको अचार, अथवा आज त असार 15 लागेको दही चिउरा, यस्तो खाजा खाएर काम गर्न पाइन्छ क्या। यस्तो फिल गरेर मलाई चाहिँ रमाइलो लाग्छ है। अब प्लास्टिक लाउँछु होइन, अनि नभए भिज्छु। ल गाइस, मैले मुठा चाहिँ हालिसकेँ, डोको भर्यो होइन। अब यहाँनिर 8-10 मुठा छ, यो सबै अट्दैन पनि। अनि यो सबै अट्दैन पनि। अनि यो 2-4 वटा धेर लगेर पनि के गर्नु, अर्कोचोटि खाली हुन्छ। बरु आधी गर्दै लानुपर्छ होइन। 20-25 मुठा त अट्दैन नि त डोकोमा, त्यही भएर अब म चाहिँ यो लिएर घर हिँडेको। घर छेउमा रोप्नु छ थोरै, धेर छैन, 2-3 कट्ठा मात्रै हो। अघि मैले यो प्लास्टिक गर्दा के फाइदा हुन्छ भने थाहा छ नि। अब यो पानी चुहिँदैछ तर माथिबाट, यति भएर मेरो कपाल टाउको होइन। अनि ढाड त भिज्दैन नि त, नभए भित्र त हिलो पसेर कस्तो चिलाउँदैन। त्यही भएर लगाएको। फेरि यो काम सकेर मेरो टुर छ क्या, त्यो पनि देखाउँछु तपाईँहरूलाई। त्यही भएर काम सकेर जाऊँ न, म भएन भने घरमा फेरि गाह्रो हुन्छ भनेर मैले हतार गर्न लागेको हो। म चाहिँ घरतिर आइसकेँ होइन, बिउ लिएर। अब यहाँ पनि जोतिसकेछ नि त अहिले। अघि हाम्रो डिल भएको छ नि त, अहिले उता जोतिन्छ। बढीमा फेरि मलाई जिस्काउनुहुन्छ, म भिडियो बनाइदिन्छु त बिउ हाल अरे क्या। बढीवाले यहाँ भिडियो बनाइदिएर बढीवाको चाहिँ अनुहारै आएन फेरि। यो भिडियो त आउँछ नि बढीवा। अब यो गरामा बिउ छैन होइन, बिउ लाएर फिजाइदिने हो चट्टसँग। हेलो गाइस, म छुट्टोलाई एउटा काम गराउँछु त। मान्छे फेरि इसाएर घरवाले हान्छन् हाम्रो बाउले फेरि।
ओ ड्याडी यहाँ आउनु यो मुठा फ्यालौँ कसले टाढा पुऱ्याउने खेल्ने हो मुठै खान्छु होला म पछि नातिहरूले पनि देख्छन् क्या बहुत तेज हो रहा है बहुत तेज हो रहा बाउ हजुरबाउ यस्तरी गर्दा रहेछन् भनेर यो मुठा फ्यालौँ कसले टाढा पुऱ्याउने आलीमाथि चढेर फ्याल्यो भने पो रोजियो है त्यहीँबाट फ्यालौँ कति टाढा पुग्छ ए यति यहाँ आउनु त यहाँ यसरी ममा छ भने त म फ्याल्छु हो बाउले दिए टाढा फ्यालेन न रिसायो अब मेरो बालो म फ्याल्छु है त ए लु जितेँ मैले ल नाति केटा मैले जितेँ दही चिउरा खाने दिन आज होइन दही चिउरा खाने कुरै गर्दैन हाम्रो घरमा भनेको झिकेर खा न अनि भ्याइ न भ्याइ छ अरे हुन पनि हो होइन अब झिकेरै खामा आज गति त परो गाउँमा हुँदा नि दही भएन भने पल्लो घरबाट ल्याइदिन्छ लगिदिने गरेको छ क्या तर अहिले सबैकोमा दही दुध छ त्यही भएर लगिदिइराख्नु पर्दैन दही चिउरा चाहिँ मिठो हुन्छ कि तर धेरै खानु दही हेर गाइज हाम्रो घरको गाईको लोकल दही हो हामीसित कोलाले छैन चिनी छ बरु आँप छ दही हेर्नु यहाँ कस्तो दामी छ घरकै गाईको दही लोकल त्यही भनेको नि तपाईँ बोलाउनु भएन सानोमा आमाले यसरी नै घोलेर हातले खुवाउँथिनँ अब मेरो हात चाहिँ फोहोर छ कि मैले पनि चम्चीले खुवाइदिएँ दही चिउरा म पनि खाइहाल्छु अब यो खाएपछि भात रुच्दैन भुँडी ढाडिन्छ क्या तपाईँहरूले दही चिउरा खानुभएको भएन दही छैन भने हाम्रो घरमा आउनु यहाँ गाइज असार 15 आज होइन अनि यसो असार 15 नभए पनि धान रोपेर त्यो स्टार्टिङ थाल्ने बेलामा चाहिँ यसरी पूजा गर्ने गरेछ अलिकति चट्ट त्यही माथि आज असार 15 विशेष पनि भयो होइन त्यही भएर चट्ट अलिकति पूजा गरेर ए आमाले धोकबाटी बाल्नै सकेन अब यसो चुरोट खाने बानी भए पो बल्छ भयो नभए त कहाँबाट बस्छ देख्यो छोरोसित यति विश्वास छ नि यस्तो कुरा गर्दा पनि हाँसेर उडाइदिने किनकि खाँदैन भन्ने थाहा छ नि त त्यही भएर होइन आमै पूजामा ध्यान दिनु एकदम फेरि यतिको ध्यान चाहिँ दिनुपर्छ नभए धान फल्दैन जय शम्भु सुन है गाउँले हो रोपाइ छ हाम्रोमा सबजना रोप्न आऊ आमाले रोप्दैछ म चाहिँ लागेँ 2 जना रोप्ने आन्टीहरू पनि आउनुभएछ दिदीहरू पछाडि हुन्छ यति हो सकिन्छ मैले रोप्नु पर्दैन मामे मान्छे थपे हुन्छ मैले पर्दैन बिउको मुठा सब बारीमा रहेर यस्तो छ हालत हिजो मलाई अल्छी लागेको थियो क्या बिउ काट्नलाई अनि मम्मीलाई भयो छोडी नकाट्नु भने कति अल्छी गर्छ भन्नुहुन्थ्यो अल्छी लागेको होइन रहेछ क्या त्यो मलाई त्यस्तै भएर चाहिँ बिउ पुग्छ भनेको रहेछ क्या त्यही भएर अल्छी लागेको राम्रै हो शरीरले सङ्केत गर्छ भन्छ नि हो त्यही हो अब मैले गर्नु परेन म चाहिँ अब नुहाइदिए गरेर चट्टोसँग बस्छु होइन कुरो त्यही हो त्यहाँको पनि सकिएछ यहाँको पनि सक्यो अब यो पनि सकिन्छ मैले गर्नै परेन पहिले जस्तो सोचेर आज मैले त्यस्तो गर्नुपर्छ कि भन्ने सोचेको थिएँ त्यति धेरै चाहिँ गर्नै परेन क्या काम सक्यो नुहाइधुवाइ गरेर म त बसिसकेँ 12, 10, 11 बजेको छैन सकिने अब गाई रोपेर अब पानी सानी खानुहुन्छ कि भनेर आएको अब पानी सानी नखाने अरे होइन खेतालाई यसो होइन पानी सानी त सोध्दै गर्नुभयो नि बेला बेला सकिसक्यो अब मसिना बस्छु नयाँ घरमा धोका लाग्छ यहाँ बसेर हेर्ने हो मस्त आजको मौसम क्या बवाल छ यार धान रोपिसक्नुभयो मौसम पनि एकदम दामी छ होइन हेलो गाइज हामीले चाहिँ दिउँसो खाजासाजा खायो बेलुका खानासाना पनि खाइसक्यो अरे सुटिएर म नाइट वाकमा निक्लिसक्यौँ होइन त्यही आज असार 15 राम्ररी मनाउनु भयो होला होइन
भिडियो हेर्नु, लाइक सेयर कमेन्ट गर्नु। अर्को नेक्स्ट भिडियोमा भेट्छु म चाहिँ। अहिलेलाई चाहिँ हामी हिँड्नेको बाई बाई।